महानुभावहरू यो केपी टेक्निकलमा हार्दिक स्वागत गर्न चाहन्छु। आज भने जाडोमा धेरै दुःख दिने यो ग्यास गिजरको बारेमा मैले तपाईँहरूलाई छोटो जानकारी लिएर आएको छु। यो मेरो यो वर्कसपमा एउटा ग्यास गिजर आएको छ। यसको समस्या के छ भन्दा एकछिन बल्छ अनि एकछिनमै निप्छ। यो समस्याले लिएर आउनु भएको छ। धेरै टेक्निसियनले हेरिसक्नु भएको रहेछ। यो नभएपछि मेरो वर्कसपमा ल्याउनु भएको छ। मैले यसको समस्या के हो भने तपाईँहरूलाई मैले जानकारी गराउँछु। मैले यो खोलिसकेको छु। यसलाई म निकाल्छु र यसमा सामान्य समस्या हो। कति टेक्निसियन साथीहरूलाई पनि थाहा नभएको हुन्छ र अनेक कति यो पिसिबी फेरिदिने अनि त्यसपछि आएर सोलर स्विच फेरिदिने अनेक गर्नुहुन्छ। तपाईँहरूलाई रोग एकतिर उपचार अर्कोतिर हुन्छ। यसको सामान्य समस्या भनेको के हो भन्नुहुन्छ भने यसमा एउटा हिटिङ सेन्सर लागेको हुन्छ। यो देख्न सक्नुहुन्छ। तपाईँलाई म नजिकबाट देखाउँछु। यो हेर्नुहोस्, यो सेन्सर बिग्रियो भने यो समस्या आउँछ है। यसको लागि तपाईँको घरमा गिजरले अत्यन्तै दुःख दिएको छ, ग्यास गिजरले अत्यन्तै दुःख दिएको छ भने हजुरहरूले आफ्नै घरमा पनि बनाउन सक्नुहुन्छ। सामान्य एउटा स्क्रुड्राइभरको भरमा यो भन्छ। यसको लागि तपाईँहरूले कति पर्ला भन्ने लाग्छ होला। यसलाई 50-60 रुपियाँ जम्मा पर्छ। यो 50-60 रुपियाँको एउटा किनेर लिएर आएर अनि हजुरले आफ्नै घरमा फेर्न सक्नुहुन्छ। यसको फेर्नको लागि केही पनि छैन, सामान्य छ। हजुरले यसको ज्याक हुन्छ, ज्याक यसरी निकालिदिनुहोस्। यतापट्टिको ज्याक पनि यसरी निकालिदिनुहोस् होइन। निकालिसकेपछि हजुर यसलाई यसरी खोल्नु। यहाँ एउटा स्क्रुड्राइभरको सहायताले यो खोलिसकेपछि यो हजुरलाई यो निस्किसक्यो र अब यसलाई हजुरले यो खोलिसकेपछि यसको यहाँ दुईवटा स्क्रुड्राइभरले खोल्नुहोस् होइन। यो खोल्नुहोस्। यो खोलिसकेपछि नातिकन खोल्नु होला स्क्रुड्राइभरले। यो खोलिसकेपछि यो सेन्सरले काम गरेन भने, यो हिटिङ सेन्सरले काम गरेन भने यो समस्या आउँछ। यसको लागि तपाईँहरूले धेरै पैसा पनि पर्ने होइन, 50-60 रुपियाँमा पाउने चिज हो। यो फेर्न सक्नुहुन्छ। यसको यो चाहिँ हेर्नुहोस् यस्तो हुन्छ र यसलाई फेर्नुहोस्। यदि हजुरहरूसँग छैन, बजार जान छैन, यो तपाईँले कहाँ किन्ने भन्ने कुरा हजुरलाई थाहा छैन भने यसको लागि के गर्न सक्नुहुन्छ भने यो दुईवटा तार ज्याक छ। यो ज्याकलाई जोडेर पनि हजुरले काम चलाउन सक्नुहुन्छ। त्यो जानकारी तर सधैँ जोडेर चाहिँ नचलाउनु होला, किनकि यसको यो सेन्सरले चाहिँ हजुरको पानीको टेम्परेचर बढ्दै गयो भने सेन्स गरेर आफू बन्द हुनुपर्छ। विकल्पको लागि मात्रै भनेको मैले, नत्र भने यो पाइन्छ। यो 50-60 रुपियाँ पर्ने चिज लिएर आएर आफ्नै घरमा हजुरहरूले बनाउन सक्नुहुन्छ। यो फिट गर्नको लागि र खोल्न र फिट गर्नलाई पनि गाह्रो छैन। र अर्को कुरो पनि हजुरलाई मैले के जानकारी गराउन चाहन्छु भने कहिलेकाहीँ ग्यासै सप्लाई हुँदैन, पिसिबीमा ग्यासै सप्लाई हुँदैन यो गिजरमा भने यसमा चाहिँ तपाईँको यो सोलनाइट स्विच हुन्छ। यहाँ ग्यासको लागि भल्भ हुन्छ, यो सोलनाइट स्विच यो बिग्रियो भने हजुरको त्यो समस्या आउँछ। यसको लागि पनि के गर्न सक्नुहुन्छ भने यहाँ एउटा ज्याक छुटाउनुहोस् अनि यसको दुईवटा यहाँ स्क्रु ड्राइभरले दुईवटा नट हुन्छ। यो खोलिसकेपछि यसलाई फेर्न पाइन्छ। यसलाई पनि लगभग 200-250 रुपियाँमा यो पाइन्छ। यो पनि लिएर आएर आफै घरमा फेर्न सक्नुहुन्छ। त्यस्तै कहिलेकाहीँ चाहिँ कस्तो समस्या आउँछ भने पानी पनि झरिएको छ, सबै झरेको छ, तर गिजर अन हुँदैन। गिजर अनै नहुने समस्या, गिजर चल्दै नचल्ने समस्या हुन्छ। त्यसको लागि चाहिँ यहाँ एउटा सेन्सर हुन्छ। यो पानीको सेन्सर हेर्नुहोस्, यो पानीको यो सेन्सर हुन्छ। यो सेन्सरले काम गरेन भने पनि हजुरको त्यो समस्या आउँछ। त्यसको लागि के गर्न सकिन्छ भने यो सेन्सर पनि 50-60 रुपियाँ पर्छ। यसलाई पनि तपाईँहरूले दुईवटा खोलेर यो सेन्सर फेरिदिनु भन्ने हुन्छ। र हजुरसँग यो सेन्सर छैन भने यो सेन्सरलाई निकालेर हजुरले यहाँ एउटा सेन्सरको एउटा लक हुन्छ। यहाँ यो खोल्ने, यो खोलिसकेपछि यहाँ एउटा लक आउँछ। यसमा यो खोलिसकेपछि यहाँ एउटा सेन्सरको एउटा सानो डन्डी हुन्छ फलामको। यो डन्डी निकालेर फालेर यो दुईवटा तारलाई तपाईँ काटेर यसलाई डाइरेक्ट गरिदिनु भयो भने पनि हजुरको त्यो समस्या समाधान हुन्छ। भने कहिलेकाहीँ यो फायरिङ नआउने समस्या हुन्छ। फायरिङ नआउने समस्या भनेको पिसिबीको कारणले गर्दा फायरिङ आउँदैन। यो पिसिबीको 350-400 रुपियाँ पर्छ। यो पिसिबी लिएर आएर आफै घरमा पनि फेर्न सक्नुहुन्छ। भने कहिलेकाहीँ ब्याट्री डाउन भएर पनि तपाईँलाई यो समस्या आउनसक्छ। यसको लागि चाहिँ नयाँ ब्याट्री यसरी हालेर हजुरले चलाउन सक्नुहुन्छ। र अरू समस्याहरू भनेको पानीको फोर्स
पुगेन भने पनि यो गिजर अन हुँदैन। त्यसको लागि पानी अलिकता ट्याङ्की अलिकता हाइटमा हुनुपर्छ, फोर्समा आउनुपर्छ। अनि यताबाट निस्केर गएको फोर्समा फेरि यता इनलेटबाट गयो र आउटलेटबाट गएकोमा फेरि हजुरको बाथरुमहरूमा पनि अलिकता ड्रप छ भने पनि यताबाट गएको पानी फोर्सले यता निक्लिन पाएन भने पनि यो गिजर अन हुँदैन। यो पनि हजुरहरूलाई मैले जानकारी गराएँ। र अन्य यस्तै जानकारी लिएर आउँछु मैले। हजुरहरूले मेरो यो च्यानललाई लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। सब्सक्राइब गरेर बेल आइकन पनि बजाइदिनु होला, जसले गर्दाखेरि मैले आगामी दिनमा कुनै भिडियो लिएर आएँ भने, टेक्निकल सम्बन्धीको कुनै भिडियो लिएर आयो भने हजुरहरूलाई नोटिफिकेसन आउँछ र हजुरले देख्न सक्नुहुन्छ। र यो केपी टेक्निकल च्यानललाई यहाँहरूले लाइक, कमेन्ट र सब्सक्राइब गरिदिनु होला। र यस्तै जानकारीमूलक भिडियोहरू अब यो च्यानलमा आउने छ। हजुरहरूले को साथमा सहयोग मैले अपेक्षा पनि राखेको छु। र आजको लागि यो गिजरको बारेमा हजुरहरूलाई मैले जानकारी गराएँ। यस्तै कुनै समस्या छन् भने, यो गिजरको बारेमा समस्या छ भने हजुरले कमेन्टमा कमेन्ट गर्नुहोला। मैले त्यसको रिप्लाई दिनेछु र तपाईँको समस्या समाधान गर्नेछु। धन्यवाद।